नमस्कार। नमस्कार। हजुरआमा तपाईँको नाम के हो? गङ्गा जमुना गङ्गाबिका। गङ्गाबिका? म त जेठी चाहिँ हो नि। तपाईँ जेठी हो? तपाईँ कति साले हो? कति वर्ष पुग्नुभयो हजुरआमा? 2 वर्षको 2 साले। 2 साले? 80 वर्ष पुग्नुभयो है? भत्ता आउनु आँटेको तपाईँको कति वर्ष भयो? थुप्रो वर्ष भयो नि भत्ता। 60 वर्षदेखि दिएको। 60 वर्ष? तपाईँलाई 60 वर्षदेखि दिएको? 2 साले 80 वर्ष पुगे। हजुर 80 वर्ष पुग्नुभयो नि त। 2 सालेले 80 वर्ष पुग्नुभयो, अहिले 82 हो नि त। के महिना जन्मिनु भएको? भदौको। ए तपाईँको घर चाहिँ कहाँ हो हजुरआमा? बाङ्देल हौ माइत। घर त सुम्देल। सुम्देल भनेको खोटाङ? खोटाङ। अनि दिङ्ला आएको नि त। शिरबासदेखि कता पर्छ? उतै दिक्तेलतिर? दिङ्ला हो पहिले पछि आएको। ए पछि आउनु भएको दिङ्ला। सुम्देल। तपाईँहरू बिहा गरेर आउनु भएको कि दिक्तेल यहाँ दिङ्ला चाहिँ? दिङ्ला त छोराछोरी माइजू तपाईँको त आमा नातिको पनि छोराछोरी भइसक्यो होला तपाईँको त। भयो त नि। नातिको छोराछोरी। गणेशको छोरा छ, मनोजको छोरी छ। बुढी हजुरआमा भन्नुपर्छ तपाईँलाई? हजुरआमाको पनि हजुरआमा होइन? हजुरआमा भन्छन्। हजुरआमाको आमा? ए हुन्छ, हस्।